मेरो सेयर एपबाट आइपिओ कसरी भर्ने सबैभन्दा सजिलो तरिका सिकाउनेछु। त्यसैले यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। सबैभन्दा पहिले मेरो सेयर एप ओपन गर्नुहोला। सबैभन्दा पहिले यहाँ माई आइसभा लेखेको छ, माई आइसभामा जानुहोला। अनि यहाँ आइसकेपछि यहाँ एप्लाई फर इस्यु लेखेको छ, अनि कुन कम्पनी खोलेको छ त्यो यहाँ एप्लाई हेर्नुहुन्छ। अनि तपाईँले यहाँ एप्लाईमा क्लिक गर्नुहोला। अनि त्यसपछि यहाँ प्रोसिड लेखेको छ, अनि प्रोसिडमा क्लिक गर्नुहोला। अरू यहाँ केही पनि गर्नु पर्दैन। अनि त्यसपछि यहाँ एप्लाइड किता लेखेको छ, अनि यहाँ कति किता भर्नुहुन्छ त्यो दिनु होला। त्यसपछि यो एमाउन्ट भनेको आफै सिलेक्ट हुन्छ। अनि त्यसपछि यहाँ सिआरएन नम्बर दिनु होला। यो सिआरएन नम्बर बैंकले दिन्छ। तपाईले कुन बैंकबाट भर्नुहुन्छ, कुन बैंकमा खाता छ त्यो बैंकमा गएर लिनुपर्ने हुन्छ सिआरएन नम्बर। अनि यहाँ टिक लगाएर यो एप्लाई नाउ लेखेको छ, यो एप्लाईमा क्लिक गर्नु होला। जस्तै अहिले म 10 किता भर्दै छु, म यहाँ भरिसकेको छु। अनि त्यसपछि यहाँ एप्लाई लेखेको छ, एप्लाईमा क्लिक गर्नु होला। अनि त्यसपछि यहाँ ट्रान्जेक्सन पिन दिनु होला। सेट गर्नुभएको सुरुमा यो 4 डिजिटको यहाँ ट्रान्जेक्सन पिन दिएर यहाँ एप्लाईमा क्लिक गर्नु होला। अनि यहाँ भइसकेको छ सक्सेसफुली एप्लाइड। अनि यो हेर्नको लागि यहाँ माई आइसभा लेखेको छ, फेरि माई आइसभामा नै जानु होला। अनि यहाँ आइसकेपछि तपाईले यहाँ एप्लिकेसन रिपोर्ट लेखेको छ, यो एप्लिकेसन रिपोर्ट यहाँ आउनु होला। अनि यहाँ आइसकेपछि यहाँ रिपोर्ट हेर्न सक्नुहुन्छ, रिपोर्ट लेखेको छ, यहाँ रिपोर्टमा जानु होला। र अहिले अनभेरिफाइड देखाउँछ, यो भेरिफाई हुनमा 1-2 दिन लाग्न सक्छ, कति बैंकको 1 घण्टामा पनि हुन्छ, यो बैंक अनुसार भर पर्छ। यो भेरिफाइड भइसकेपछि तपाईको कम्प्लिट हुन्छ, अरु केही पनि गर्नु पर्दैन। अनि म अर्को एउटा हेराउँदै छु रिपोर्टमा गएर। अनि यहाँ भेरिफाइड भइसकेको छ। यदि तपाईको यो भेरिफाइड हुन्छ भने तपाईको यो प्रक्रिया पूरा हुन्छ। अनि त्यसपछि तपाईको पर्छ कि पर्दैन त्यो हेर्नको लागि यहाँ हेर्न सक्नुहुन्छ सोलो पावर लिमिटेडको। यदि अनि यहाँ पर्छ भने तपाईको यस्तो हेराउँछ एलोटेड क्वान्टिटी 10। यदि तपाईको पर्दैन भने अनि यहाँ म हेराउँदै छु, यदि पर्दैन भने यहाँ नट एलोटेड हेराउँछ। तपाईले यसरी गरेर पत्ता लगाउन सक्नुहुन्छ।